हेलो गाइज ल है म चाहिँ अब थानकोटतिर लागे है। अब थानकोटतिर ल अब हेर्न सक्नुहुन्छ निस्केको अवस्था है घरबाट है। ल गाडी पनि चढे हजुर म यहाँ स्वयम्भूबाट। ल हेर्न सक्नुहुन्छ स्वयम्भूबाट म चाहिँ गाडी चढेर हामी दिदीबहिनी गुरुङ 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 ल लोकल गाडी चढे। त्यसपछि हामी कलङ्कीमा हामी चाहिँ केमा चढ्यौँ भनेदेखि हामी चाहिँ अटोमा चढे। अटोमा चाहिँ यो अगाडि ल देख्न सक्नुहुन्छ हामी चाहिँ भित्र यो पुरानो नैकाप हुँदै जाँदैछौँ हजुर हेर्न सक्नुहुन्छ। ल आमामामा गुटुटुटुटुटु अटो त यति दामी लाउन नि हजुर। यो अटोमा त सवार गरेको त हामी त यस्तो खुसी छु कि सरर हावा खाँदै अटोमा होइन तीन पाङ्रे अटोमै सरर जाँदैछौँ। यो चाहिँ पुरानो नैकाप जाने भित्रीको बाटो कति सजिलो भएको छ अहिले यो दहचोक जानलाई। हामी चाहिँ दहचोक सिर्जना चोक जान लागेको त्यही भएर चाहिँ हामी यो गुटुङ टुङ 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 लाएर हामी चाहिँ अटोमा दिदीबहिनी छौँ है। हामी चाहिँ अहिले म देखाउँछु मेरो दिदीलाई पनि। हामी चाहिँ अटोमा म चाहिँ अगाडि बसेर भिडियो गर्दैछु हजुरहरू हेर्न सक्नुहुन्छ। अब यो चाहिँ उकालो उकालो आयो है अटो हेर्नुहोस् यसरी गुटुटुटुटुट कस्तो मजाले तान्ने क्या त्यो पनि बाफ्रे बाफ यति उकालो छ कि तर पनि तान्ने हो अटोले त बाफ्रे बाफ। ल अब हामी यसरी हिँड्यौँ अब सिर्जना चोक हामी दहचोक सिर्जना चोक जाँदै हो हजुर। अब यहाँ हेर्नु त गुट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 ु लाएर कति राम्रो सिन है। आमा यो भित्रको बाटो त यति राम्रो बनाएको छ कि अहिले त यति राम्रो बनाएको छ कि दहचोक सिर्जना चोक जानलाई खरे जानलाई चाहिँ यो बाटो एकदम सरल र उपयुक्त रहेछ हजुर। हजुरहरू पनि जान चाहनुहुन्छ भने यदि हजुरहरूसँग साधन छैन भने कलङ्कीबाट चाहिँ अटो लाग्छ हजुर। यदि अब ठुलो बसमा गयो भने त हजुरहरू अब यो पनि जान सक्नुहुन्छ तर हामी चाहिँ अटो तीन पाङ्रे अटोमा गएको हजुर। ल गुटुङ टुङ 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 जाँदैछौँ है हजुर हेर्न सक्नुहुन्छ। ल अनि हामी यो उकालो 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 उकालोमा जाँदै छौँ। अब थोरै अगाडि चाहिँ अहिले यो उकालो अब नैकाप पुरानो नैकाप पुग्नै लाग्यो हजुर हामी। ल हेर्न सक्नुहुन्छ आमामा बाटो यति खाली हो कि कुट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 ु अटोको लागि चाहिँ एकदम उपयुक्त कुटुङ टुङ जाँदैछु हजुर। ल हेर्न सक्नुहुन्छ। ल यहाँ अलिकति जाम चाहिँ ठुलो गाडी छिरेछ फेरि यो सानो बाटोमा अनि त्यसपछि एकछिन जाममा पर्यो हामी हेर्न सक्नुहुन्छ। हामी जाममा पर्यौँ यो ठुलो गाडी छिरेछ फेरि उकालोमा हेर्नु न हजुर यस्तो उकालो छ कि त्यति बेला नै हामी चाहिँ यो ठ्याक्कै जाममा परेको अवस्था। ल ल उताबाट यो हाइचर आएको रहेछ के गर्नु है। अब यो मोड हेर्न सक्नुहुन्छ हजुरहरूले यो चाहिँ एकदमै उकालो छ। यो चाहिँ यहाँ देखेको जस्तो छैन हजुर यो चाहिँ लास्टै उकालो छ यो तर पनि तीन पाङ्रेले त उकालो नै उकालो लागिरहेको छौँ हामी लागिरहेछौँ हामी। पुरानो नैकाप पुग्यौँ हजुर पुरानो नैकाप पुग्यौँ हामी। ल पुरानो नैकापको यो मन्दिर देख्नुहुन्छ माथि चौताराको पुरानो नैकाप पुग्यौँ हामी यतिखेर। यो चाहिँ पुरानो नैकापको माथि चौतारा तल फुटबल ग्राउन्ड देख्न सक्नुहुन्छ। फुटबल ग्राउन्ड चाहिँ मैले देखाउन सकिनँ हजुरहरूलाई अलिअलि देख्छ यो बार लागेको भरि फुटबल ग्राउन्ड। अनि यो चाहिँ सिधा ओह्रालो छ फेरि हजुर देख्न सक्नुहुन्छ। यो चाहिँ सिधै ओह्रालो कुट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 ु लाएर यस्तो ओह्रालो छ कि तपाईँलाई के थाहा र। अब स्टेट बाटो आयो अब चाहिँ ल यति दामी के। ल हेर्नुहोस् तपाईँहरूलाई मैले कलङ्कीबाट दहचोक सिर्जना चोकसम्मको बाटो चाहिँ देखाइसकेको छु हजुरहरूलाई। अब हेर्न सक्नुहुन्छ भिडियो लास्टसम्म हेर्नुहोस्। अब फेरि फास्ट गऱ्यो भने हजुरहरूले बाटो पनि अब थाहा हुँदैन नि त त्यही भएर भिडियो चाहिँ लास्टसम्म हेर्न पर्ने हुनेछ। ल हेर्दै जाउँ। यो चाहिँ अब यस्तो ठुल्ठुलो गाडी अब भनौँ न लोकल गाडीहरू त अब फाटाफुट्टा हिँड्ने भएर होला अब यो प्राइभेट गाडीहरू हिँड्ने भएर होला सबै बाटो खाली छ हजुर। हामी त अगाडि जाँदैछ हजुर जाँदै ल मेरो दिदी लास्टमा हो हेर्न सक्नुहुन्छ मक्ख परेर बस्नु भएको छ मेरो दिदी चाहिँ।
आमाको घर जाने हामी मम्मीको घर जाँदै हामी दिदीबहिनी दुईजना आज हामी मम्मीलाई सरप्राइज दिन जान लागेको ल हाम्रो ठ्याक्कै हामी सिर्जना चोक पनि ओर्ल्यौँ हजुर सिर्जना चोक ओर्लेर हामी चाहिँ सानो एउटा मिनी मार्केट रहेको भने यो सुपर मार्केट रहेछ मिनी मार्केट त के भनौँ सुपर मार्केट रहेछ अनि अब यो सुपर मार्केटभित्र चाहिँ हामी छिर्यौँ अब हेर्न सक्नुहुन्छ अब म देखाउने छु सुपर मार्केटभित्र हामी दिदीबहिनी छिर्यौँ अब सुपर मार्केटभित्र चाहिँ हामीले सानो अब अन्डा सन्डा अब भनौँ न मम्मीलाई यसो कोसेलीको रूपमा हामीले यहाँ किन्यौँ अब ल हेर्न सक्नुहुन्छ ल अब हामी लाग्यौँ सपिङ गरेर पनि दिदीबहिनी लगर 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 हिँड्दै अब अनि त्यसपछि ल यो चाहिँ ठ्याक्कै कहाँनिर गयो भने सिर्जना चोकदेखि उतापट्टिको बाटो हो ल हेर्न सक्नुहुन्छ अब मेरो मम्मीको घर पुग्नै लाग्यौँ अब हामी अब धेरै मिनट छैन है 1 मिनट जति नै होला सायद हामी पुग्नलाई हेर्न सक्नुहुन्छ ल यो खेत हिँड्ने हो नि त मम्मी घर जानलाई अनि दिदी चाहिँ भन्दै हुनुहुन्छ कि आज मम्मी छक्क पर्ने छ जहिले झुकाइदिने कि हामीले चाहिँ आउँछ भने नआउने ल ठ्याक्कै हामी चाहिँ मम्मीको घरको पछाडि पुग्यौँ हजुर अब मम्मीको घर चाहिँ हामी अब अर्को पार्टमा देखाउने